कहिले जातीय राज्यको कुरा गर्दै प्रचण्डहरू गाउँ गाउँ हिँडे, मगर गाउँमा जाने मगरलाई नै ठग्ने, मगराज बनाइदिन्छु भन्ने, गुरुङ गाउँमा जाने गुरुङलाई नै ठग्ने, तमुवान बनाइदिन्छु भन्ने, थारू गाउँमा जाने थारूलाई नै ठग्ने, थारूवान बनाइदिन्छु भन्ने र सदियौंदेखि मिलेर बसेको हाम्रो सामाजिक सद्भावयुक्त समाजलाई भड्काएर युद्ध मचाउने प्रचण्ड पद मुर्दाबाद भनेर हिम्मत गर्ने पार्टी नेकपा एमाले हो। कमरेड प्रचण्डका विरुद्ध कोही बोल्न नसक्दा कमरेड केपी शर्मा ओली हो, उहाँले बोल्ने हिम्मत गर्नुभयो। अझ उहाँकै भाषामा भन्नुपर्दा त कम्युनिस्ट पार्टी त तपाईहरु दुवै कम्युनिस्ट पार्टी हो, तपाई किन प्रचण्डको विरोध गर्नुहुन्छ, किन एमालेको पक्ष पोषण गर्नुहुन्छ भन्दा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले भन्नुभयो, वन मान्छे र मान्छेको बीचमा जति भिन्नता छ प्रचण्ड र मेरो बीचमा, माओवादी र एमालेको बीचमा त्यति नै भिन्नता छ। मान्छे त दुवै मान्छे हो, तर वन मान्छेको नङ्ग्रा हुन्छ, डारा हुन्छ, जंगली हुन्छ, हिंसक हुन्छ, हत्या गर्छ, सारा कुरा गर्छ र कथित जनयुद्धको नाउँमा भएको हत्या हिंसा नेपालको राजनीतिले थ्याक्न सकिरहेको छैन। अहिले पनि सत्य निरूपण तथा मेलमिलाप आयोग बन्न सकिरहेको छैन। अहिले पनि पीडितहरू, अहिले पनि हिंसा द्वन्द्व पीडितहरू पछाडि परिरहेका छन् र सत्ता नपाएको झोकमा छटपटाउँदै कमरेड प्रचण्ड यतै गण्डकीतिर छटपटाइरहनु भएको छ भन्ने सुने मैले। आज कास्की आउने कुरा थियो रे, राष्ट्रिय युवा संघ नेपाल र हाम्रा पार्टीका सदस्य अध्यक्ष आउने कुरा भएपछि प्रचण्ड 2 स्टेप ब्याक भएका छन्, भोलि मात्रै कास्की आउँदैछन् भन्ने मैले सुने। नेकपा एमालेलाई कास्कीका जनताले हाई हाई गरेका छन्, प्रचण्डलाई कास्कीका जनताले बाई बाई गरेका छन् र गर्नेछन्, किनभने त्यो अतिवादको विरुद्ध उभिने पार्टी नेकपा एमाले हो। मधेसमा